तिमी भत्काउँदै जाऊ म बनाउँदै आउनेछु, तिमी भत्काउँदै जाऊ म बनाउँदै आउनेछु, तिमी जलाउँदै गर म श्रृङ्गार्दै जानेछु, तिमी छिन्न भिन्न र ध्वस्त गर्दै बढ म समेट्दै जोड्दै र निर्माण गर्दै बढ्नेछु। कर्म आफ्नो आफ्नो, धर्म आफ्नो आफ्नो। तिमी गरिबलाई फोहोर ठान्छौ, म गरिबलाई संसार चलाउने श्रम शक्ति मान्दछु। तिमी गरिबलाई फोहोर ठान्छौ, म गरिबलाई संसार चलाउने शक्ति श्रम शक्ति ठान्दछु। तिमी गरिबको पेटमा लात हान्छौ, म गरिबको खानाको जो गर्छु। तिमी गरिबलाई चोट दिएर महान बन, तिमी गरिबलाई चोट दिएर महान बन, म गरिबको चोटमा मलम लगाएर आफ्नो कर्तव्य पूरा गर्नेछु। तिमी किसानलाई सानो र फोहोर ठान्छौ, पसिना गनाउँछ तिमीलाई, म पसिनाको बासना नै हाम्रो राष्ट्रको गौरव, स्वाधीनता र इज्जत मान्दछु। कर्म आफ्नो आफ्नो, मर्म आफ्नो आफ्नो। कर्म आफ्नो आफ्नो, मर्म आफ्नो आफ्नो। तिमी बेचेर खान खोज्छौ, म जोगाएर साँच्न खोज्छु। तिमी बेचेर खान खोज्छौ, म जोगाएर साँच्न खोज्छु। तिमी क्रोध र जोशमा हुन्छौ, म प्रेम र धैर्यतामा हुन्छु। तिमी ठुलो बन्नु छ, तिमीलाई ठुलो बन्नु छ, मलाई राम्रो बन्नु छ। तिमीलाई ठुलो बन्नु छ, मलाई राम्रो बन्नु छ। तिमी रफ्तारमा हुन्छौ, म प्रश्नहरूको जवाफमा हुन्छु। कर्म आफ्नो आफ्नो, जन्म आफ्नो आफ्नो। तिमी पनि इतिहास बन्नेछौ, म पनि इतिहास बन्नेछु। तिमी पनि इतिहास बन्नेछौ, तिमी इतिहास बन्नेछौ, म पनि इतिहास बन्नेछु। तिमी हिटलर झै चिर स्मरणीय रहनेछौ, म बुद्ध झै सम्झनामा रहनेछु। किनकि मैले गर्ने राजनीतिले रगत होइन पसिनाको क्रान्ति गर्छ, अँध्यारो होइन उज्यालो छ। तिमी मलाई विषको सागर लिएर आक्रमण गर, तिमी मलाई विषको सागर लिएर आक्रमण गर, म तिमीलाई अमृतको थोपा बनेर उद्धार गर्न आउनेछु। हरेक युगमा तिम्रो जन्म हुनेछ र त्यही युगमा मेरो पनि जन्म हुनेछ। हरेक युगमा तिमी जन्मनेछौ र त्यही युगमा म पनि जन्मनेछु। हामी जन्मिरहनेछौ। यो सङ्घर्ष एउटा अनन्त नियति बनेर अगाडि बढिरहनेछ। बुझ्नेले बुझुन्, बुझ्नेले बुझुन्, नबुझ्नेले नबुझुन्, तर यात्रा युगौं युग चलिरहनेछ। दुई समानान्तर रेखाहरू सरी यात्रा निरन्तर अगाडि बढिरहनेछ। कर्म आफ्नो आफ्नो, मर्म आफ्नो आफ्नो। कर्म आफ्नो आफ्नो, जन्म आफ्नो आफ्नो, कर्म आफ्नो आफ्नो, धर्म आफ्नो आफ्नो। हामी यो बेसिक सोचाइबाट अगाडि आउनुपर्छ। यो शब्दमा तिमी भनेको हामीलाई गाली गर्ने मान्छेहरूलाई तपाईँ बुझ्न सक्नुहुन्छ। म भनेको तपाईँ हो खुद। त्यसले गर्दाखेरि हामी त्यो म भएर बाँच्न सिकौँ। हामीलाई नराम्रो बन्नु छैन, नराम्रो गर्नु छैन। यहाँहरू सबैजनालाई हृदयदेखि धन्यवाद दिँदै तपाईँहरू सबैसँग यति राम्रो महत्त्वपूर्ण भेटघाट हुन सकेको छ। यो भेटघाटलाई आयोजना गर्नु नै हाम्रा सम्पूर्ण यहाँका जिल्लाका लगायत चाहिँ विभिन्न तहमा रहेर श्रमदान गरिरहनुहुने श्रमदाताहरूलाई हार्दिक धन्यवाद दिँदै, सम्पूर्णको उपस्थितिका लागि धन्यवाद दिँदै, तपाईँहरू श्रमदाताको सदस्यता लिन चाहनुहुन्छ भने अघिल्तिर आउन सक्नुहुनेछ। यो कुराको जानकारी गराउँदै दुई शब्द यही अन्त्य गर्दछु। नमस्कार छ सबैको।